गाइस क्यामेरा खोलेपछि यस्तै हुन्छ, घरिघरि बोल्न आउँदैन। आज यतै बासबासी जाम क्या हो, यति राम्रो मान्छेको नाम क्या हो, छलमा फटाछ। ल यसको रिप्लाई गाइस, म चाहिँ एक कपको भाडामा खाँदैछु। यो चाहिँ किमा नुडल्स खाएको होइन। त्यत्रो खुवाएर ल्याए, अब अझै खानेकुरो माग्दैछन्। आखिर के को जुनी हुन् त? आखिर के को जुनी हुन् त यिनीहरू? हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल। इट्स मी सबिना। साथीहरू आई होप सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदम आरामले छु। अहिले चाहिँ भने म आइपुग्छु यता के अरे यो मनौरा टाउन प्लानिङमा। अनि सो गाइस, अब आज चाहिँ हामी मेरो यता हुनुहुन्छ मेरो दिदी। आज चाहिँ हामी यता घुम्न आएको छौँ। कतिजनालाई त थाहा हुनसक्छ कि यो प्लेस कहाँ हो भनेर। नआउनु भएको साथीहरूलाई पनि म आज जरुर घुमाउने कोसिस गरिरहेको छु। र साथीहरू एउटा कुरा, यो रुखको के काम हुन्छ भन्छ नि, हेर्नुहोस् रुखको के काम हुन्छ भने मेरो ब्याग मैले यसरी यहाँ अड्काइराखेको छु रुखमा चाहिँ। ला झिकिँदैन के हो, अब कहाँ राख्ने त होइन, यहाँ भुइँमा राख्ने कुरो भएन। अनि टक्क यहाँ राखिदिएको थिएँ। क्यामेरा त सफा छ नि, हेर्दै छोडेँ। क्यामेरा सफा हुनुपर्ने हो, सबै छ। सो गाइज, अब के भन्ने हो हाम्रो जनताहरूलाई होइन, के भनेर हेर्नुहोस् तपाईँहरू पनि। अनि अब गाइज क्यामेरा खोलेपछि यस्तै हुन्छ, घरिघरि बोल्न आउँदैन। सिक्दैछु, म पनि प्र्याक्टिस गर्दैछु गाइज। अब यस्तै हो, आज चाहिँ हामी घुम्नेछौँ, रमाइलो गर्नेछौँ। हाम्रो यता चाहिँ अलिकति पेप्सी खोलामा चाहिँ हाम्रो अलिकति काम पनि थियो। त्यो काम सकियो भने चाहिँ हामी अब यता एकछिन आएको बेला किन त होइन भिजिट गरेर जाउँ न त। पहिला पनि आएको ठाउँ एकदमै राम्रो ठाउँ भनेर चाहिँ हामी आएको छौँ गाइजहरू। ल गाइज खै साथीहरू हेर्न सक्नुहुन्छ, यति राम्रो प्लेस छ, यति राम्रो छ है। हेर्दा पनि क्या आनन्द लाग्न सक्छ, शान्तिवाला हुन्छ नि, कस्तो दामी छ। कति शान्त ठाउँ छ क्या यहाँनिर। हेर्नु यहाँ कस्तो राम्रो डेकोरेसन। अनि यहाँ अहिले हुँदैन कहाँ, अब बेलुका भएपछि हुन्छ। हेर्नु न कस्तो राम्रो छ डेकोरेसनहरू, यस्तो दामी छ, बबाल छ है डेकोरेसन। यस्तै वनस्पतिहरू हुन्छ नि प्राकृतिक रूपमा, प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मेरो देशको एक टुक्रा हो यो प्लानिङ पनि। किनभने यहाँ रुखै रुख छ, देख्न सक्नुहुन्छ। यो के को रुख भनेर चाहिँ आई डोन्ट नो, हामीलाई थाहा छैन। उता पर होइन के सुटिङ गर्दाखेरि सुटिङ होइन, त्यो चाहिँ के गरिरहन् त्यो त थाहा भएन। आई डोन्ट नो, आई डोन्ट केयर। नक्साहरू त्यो इन्टरभ्यूहरू लिएको जस्तो लाग्यो क्या मलाई त। के हो त त्यस्तो? केही प्रोग्रामहरू त्यो सुटिङ नै भइरहेको छ। ओ पिन्टो गाडी देख न, यो पिन्टो गाडी देख न। सायद यो अहिले चलेको हेर्नु न, यो बालेन सरकार आएपछि आएको गाडी। प्लेट चाहिँ नदेखाए होइन, तर पिन्टो गाडी गाडी यहाँ पछाडि एउटा पिन्टो गाडी छ होइन, देखिराख्नु भएको हुनसक्छ तपाईँहरूले। यस्तो दुईजना मान्छे पनि अड्दैन के, कहाँ बस्छन् होला। ओइ खोला चाहिँ एउटै छैन त, खोला खोइ सुखो वेटिङमा हुनुहुन्छ जस्तो छ, एक्लै हुनुहुन्छ र त। यहाँ यता बेलुका फेरि यस्तो रमाइलो हुन्छ, कति मान्छे आउँछन्, चटपटे पाउँछ, मकै पोलेको पाउँछ होइन। अनि सरर हावा चल्छ, एकदमै धेरै रमाइलो हुन्छ। के भन्ने हो, के भन्ने होइन। लुक एट हियर गाइस। तर यहाँ के थियो भने पहिले चाहिँ वाउ सन सिटीको यो अपार्टमेन्टहरू रहेछ। अनि अगाडि चाहिँ मेरो दाजु र दिदीहरू हिँडिराख्नु भएको छ, रुखहरू छ यस्तो राम्रो राम्रो। अनि म चाहिँ यता एन्टी लाइट आएर कालो आयो कि आयो मलाई थाहा छैन, त्यही पनि म हिँडिराखेको छु हिँड्न चाहिँ।
म खिच्छु म त ठ्याक्कै हेलिकप्टर 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 देखियो कस्तो लाग्यो त हेलिकप्टर देखेर खुसी लाग्यो होला नि खुसी लाग्यो in the world. के अरे मेकअप गर्ने पार्लर रहेछ त्यहाँ जानु हामीलाई खिच्दै हिँड्नु न गाइस हामी चाहिँ रमाइलोसँग घुमिरहेको छौँ हेरिरहेका छौँ घुमिरहेको छौँ के भन्न चाहनुहुन्छ त म्याडम हजुर म्याम के भन्न चाहनुहुन्छ हजुर जेसुकै गरेर भन्न चाहन्छु हेलो साथीहरू नमस्कार वेलकम टु माई ब्लग साथीहरू अनि के छ आराम कुशली हुनुहुन्छ म पनि आरामै छु यहाँ चाहिँ छन् मेरो बुनुहरू बहिनीहरू उहाँ चाहिँ हुनुहुन्छ सबिना हुनुहुन्छ अनि उहाँ चाहिँ सबिना हुनुहुन्छ च्यानलको मालिक म हो मालिक मेन मालिक चाहिँ हामी म हो त्यसपछि यिनीहरू चाहिँ सहायक मालिकहरू हो मेरो फोन त्यही त यहाँ चाहिँ सानो सानो रहेछ बिरुवाहरू भर्खर माथि माथि पुग्न आँटेको रहेछ अनि पर चाहिँ पुरै जङ्गलै भइसकेको छ वेलकम टु आवर ब्लग साथीहरू 3 चोटि भइसक्यो है वेलकम गरेको पनि अनि वेलकम त भन्नु पर्यो नि त धेरैचोटि भन्नु पर्छ ल ल लुज शीतल शीतल हावा आइरहेको छ अनि शीतल शीतल हावासँग एकदम रमाइलो भइरहेको छ ऊ चाहिँ छ नि मेरो बहिनी पविना है अनि क्यामेराम्यानलाई चाहिँ म आफै क्यामेरा फेरि पक्रेर देखाउँछु ऊ चाहिँ मेरो कान्छी बहिनी सबिना के छ त सबै खबर के छ त खबर ठिक छ लाज लाग्यो मलाई त लाज लागेको छ उसलाई चाहिँ खै हिँड्नु ल साथीहरू यस्तो छ है अनि यो चाहिँ यस्तो छ एकदम हरियाली छ है यस हामी चाहिँ यो मनोहरा नदीको साइडमा रहेको के भन्ने पार्क भनौँ न होइन यसको चाहिँ अन्तिम एरियानिर आइपुगेका छौँ अन्त हावा राम्रो चल्यो हौ मिठो हावा चल्यो क्या गाउँ न अलिक नमस्ते नानी नमस्ते भाग्यमानी होस् अब यो त अन्तिम भइसक्यो के घुमाउँछ यहाँ विश्वेश्वरको आयु होस् भन्छन् अलराइट गाइस हामी चाहिँ फोटोसोटो खिचेर अब लागिसक्यो यहाँबाट एकदम ब्युटिफुल चुक्ना फोटो खिचेर चलिसक्यो अब उहाँ हुनुहुन्छ दुईटै ब्याग बोकेर हिँडिराख्नु भएको छ एकजना तिमीलाई पनि
हेर्नुहोस् गाइज हामी चाहिँ घुम्यौँ फिर्यौँ होइन रमाइलो गर्दैछौँ जाँदैछौँ अहिले पनि अब चाहिँ फर्किने बेला त भएको छैन अब चाहिँ हामी खाजा खान जान्छौँ त्यसपछि अझै घुम्छौँ अनि मात्रै घर जान्छौँ अहिले चाहिँ जाँदैनौँ म कस्तो देखेको छु ब्युटिफुल ब्युटिफुल ओ माय गॉड यता त होइन होला साबी ओइ हौ त यहाँ फोटो नि राम्रो आउँछ होला हौ यहाँ यता लगाउँदै आउँछ अब जान्छ अहिले चाहिँ हामी यहाँ आएको छौँ खाजा खानको लागि अनि हामी त्यो दिउँसो खाँदै बसिरहेको छौँ के भन्ने यता चाहिँ हुनुहुन्छ मेरो सिस्टर लुक एट हियर गाइज ओहो कति राम्ररी देखेको हौ यस्तो हौ यस्तो गर्नु यहाँबाट चाहिँ दामी सिनहरू देखिँदो रहेछ म खिच्छु ल अब हो भने यो चाहिँ मेन प्लानिङको यो बिचको जुन जङ्गल टाइपको छरी रोपहरू यो सबै प्लानिङको हो बडसम्म छ पल्लो छेउमा अझै यहाँबाट भ्याएको पनि छैन त्यो सबै चाहिँ प्लानिङ हो अनि हामी चाहिँ माथि आएको छौँ खाजा खानको लागि अब खाजा खाएर जाने हो एकछिनमा यहाँ चाहिँ म पहिला पनि आएको थिएँ कस्तो राम्रो लाग्छ मलाई त्यसलाई आज पनि यहीँ आएको किन क्लियरै देखिँदैन त अहिले त अलिक अघिको जस्तो मेरो दिदीको चाहिँ फोटोसुट हुँदैछ यता उता बसिराख्नु भएको छ अब मैले चाहिँ त्यहाँ फोटो खिचिदिने हो उहाँ चाहिँ त्यस्तरी राम्री भएर एकदमै बसिराख्नु भएको छ अनि म चाहिँ यहाँबाट अब फोटो खिचिदिनु लागेको छु गाइज परिहाल्छु ल कस्तो आउँछ खाजा आइसकेको छ दाजुको चाउमिन दिदीको मोमो अनि मेरो चाहिँ किमा नुडल्स हो तर आएको छैन अहिलेसम्म हमारे खाजा आ जाओ मोमो अघि खाएको एउटा जिब्रै खोलो खानु न नै त्यति धेरै छ नि त एकछिन न म खान्छु खानु न खान्छु कि मात्रै राख्न त्यो झिङ्गा आएछ कहाँबाट बाहिर भएर होला किमा नुडल्स हो त्यो पनि भाँडामा यहाँ चाहिँ यस्तो छ यसलाई चाहिँ टक्क मोल्नु पर्ने हुन्छ मेरो अलिक स्पेसलै हो नि त तपाईँहरूको भन्दा त्यही भएर म चाहिँ अब यसलाई मलमलपाला खान्छु गाइज लगाइ चाहिँ अब खाजा मैले भेटमै त म यसलाई मलेर पनि देखाउँछु ल कस्तो हुन्छ भनेर हुन त किमा नुडल्स नजान्ने को नै होला र अहिलेको जमानामा यो चाहिँ यसलाई मलेर रेडी गरिसकेँ बबी किमा नुडल्स पनि खाऊ दाजुले पनि खानु म पनि खान्छु गाइस यस्तो चाहिँ पिस गरमै ल अलिकति बुझै छ तर किन अस्ति भन्दा अलिक अलग गाइस म चाहिँ टक्क भाँडामा खाँदैछु यो चाहिँ किमा नुडल्स खाएको होइन कराई हो कि भाँडा हो कि आइरन हो तर मिठो छ के लेखाएको छ भने नि यतापट्टि वालिङ्गी डेक्ची रहेछ एकछिन खिचिराख ल फेरि खाऊ त एकचोटि भयो खान खा एकचोटि अब चाहिँ हामी यहाँबाट जान लागेको कस्तो भयो त आजको यात्रा एकदम राम्रो सुन्दर यस्तो रहेछ गाइस
यतिन्जेल भिडियो साथ दिनुभयो भन्नुभन्दा अगाडि म अझै भिडियो खिचेँ भने केही पनि राख्नेछु गाइस। मुना पलाको ओहो ल राम्रो रहेछ तर के क्यामेरामा आँखाले जति सुन्दर देखिन्छ नि क्यामेरामा चाहिँ क्याप्चर हुँदैन रहेछ क्या गाइस। मैले धेरै ठाउँ रियलाइज गरिसकेको कुरा हो यो चाहिँ। यो संसारको सबैभन्दा पावरफुल लेन्स भनेको हाम्रो आँखा हो। ध्यानसँग हेर्नुहोस् यो मान्छेलाई, यो नै हो को हो त उनी? ब्याग बोकेकी छिन्, हिँडेकी छिन्, आखिर को हो त उनी? पहेँलो लुगा लगाएर यसले त बिच होइन न, पहेँलो भेस्ट लगाएर सानो ब्याग हातमा बोकेर भ्लगर बन्छु भन्ने सपना बोकेर आँखामा यी आँखाहरूमा भ्लगर बन्छु भन्ने सपना बोकेर हिँड्ने यी युवती को हुन् त? आखिर किन बन्छिन् त? पुरा हुने हो, पुरा हुने हो त। अनि उनकी दिदी चाहिँ को हुन् आखिरी? उनकी दिदी चाहिँ को हुन्? पुरा हुने हो कि अधुरै हुने हो त? अर्को बोर्ड खै त अरू होइन म यता अर्कै भारू देखाउँछु। हिँड क्या हिँड। दाजु खानेकुरा किनिदिनु न। के खान्छौ ल? त्यत्रो खुवाएर ल्याए, अब अझै खानेकुरा माग्दैछन्। आखिर के हो, के को जुनी हुन् त? आखिर के को जुनी हुन् त यिनीहरू? जति खाए पनि नगाउने। सुन्नु न, आइसक्रिम चक्लेट चपटे आइसक्रिम चक्लेट फेरि। आखिर के को जुनी हुन् त यिनीहरू? जति खाए पनि नगाउने, चटपटे जति भए पनि नहुने, पानीपुरी जति भए पनि नहुने, चाउमिन जति भए पनि नहुने, किमा नुडल जति भए पनि नहुने। सो गाइज तपाईँले खिच्ने हो? मैले त खिच्ने त, तिमी अब नाच्दैन। अब चाहिँ हामी जान लाग्यो, तिमी नाच्दैन के? घर जाने हो। अब चाहिँ यतिन्जेल रमाइलो भयो एकदम आजको। अब रमाइलो भएको उपलक्ष्यमा एकचोटि नाचिदेऊ दुईजना। यति बास बसी जाम क्या हो यति राम्रो मान्छेको नाम क्या हो पर्दछ नहेर त्यसरी माया पर्दछ नहेर त्यसरी माया सर्दछ। के पो भन्यो तिमीले त? आज यतै बास बसी जाम क्या हो यति राम्रो मान्छेको नाम क्या हो छलमा पर्दछ। ल यसको नहेर त्यसरी माया सर्दछ। मलाई एकदम मनपर्ने भजन मेरो नाम पूजा। पविना सबिनाको त गीत सुनियो, अब तिम्रो के हो? खतरा गयो त सबै यस्तो लानु। जति तन्क्यो तन्कानेर बर यस्तो जति तन्क्यो तन्कानेर बर के छ त नि हजुरको खबर? हावा चिसो चिसो हजुरलाई जाडो भए होला मेरो। ल अब रिप्लाई होइन, तिमी अब अहिले तिमी गाउ न। अब म अर्को भिडियोमा रिप्लाई दिउँला भनेपछि। अनि के अरे? के छ त नि हजुरको खबर हावा चिसो चिसो जति तन्क्यो तन्किनु खबर ओइ ठिकै छ नि मेरो त खबर ओइ हावा चिसो चिसो
हजुरलाई मौसम एकदमै हजुरलाई जाडो भयो होला मेरो गलबन्दी लिस्यो यताबाट हिँडिस्यो फेरि गाडीले ठक्कर दिस्यो त फेरि गाह्रो भइस्यो आज मौसम आज एकदमै गरम छ मेरो खबर एकदमै आराम छ खै के हावा चिसो चिसो हजुरलाई हजुरलाई जाडो भयो होला मेरो गलबन्दी लिस्यो यो पो त गलबन्दी तपाईँको छैन ए मलाई एकदम सन्चै नै निकै छ मेरो खबर साँच्चै नै ठिकै छ राइनीले मिलाउन आएर हौ। हावा चिसो चिसो अरे अचानक कहाँबाट दोहोरीको सुरु भयो नि हाम्रो पनि अब यही रोड जानु पर्छ त्यतिन्जेल हाम्रो भिडियो हेरिदिनु भयो साथ दिनुभयो धेरै धेरै धन्यवाद आज चाहिँ रमाइलो भयो थ्याङ्क्स फर वाचिङ गाइस अब चाहिँ सी यू नेक्स्ट अगेन अर्को भिडियोमा अहिलेको लागि चाहिँ बाई 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 साथीहरू हामी चाहिँ अब घर जान लागेको भिडभाडमा आयौँ बोलेको पनि सुन्दैन बाई साथीहरू भन्न पपी पनि हजुर बाई साथीहरू भन साथीहरू फेरि भेटौँला भन फेरि